हेलो सबैजनालाई नमस्ते। हजुरलाई चाहिँ म आज इस्कनमा लगिरहेको छु, जो हाम्रो काठमाडौँको बुढा नीलकण्ठमा बनिआइरहेको छ। त्यहाँ चाहिँ एकदम राम्रो मूर्तिहरू, कृष्ण भगवानको अहिलेसम्मको मूर्तिहरू के भएको सबै नै त्यहाँ लेखेर अनि मूर्तिहरू छ। अनि यस्तो राम्रो राम्रो ठाउँमा चाहिँ त्यहाँ गएर एकदम आनन्द मिल्यो। हजुर काठमाडौँ भ्यालीमै बस्नुहुन्छ भने चाहिँ जान सक्नुहुन्छ। ठाउँको इन्भाइरोमेन्ट पनि एकदम पिसफुल छ। हाम्रो कृष्ण र राधा भगवानको चाहिँ मूर्तिहरू यस्तो ठाउँमा सानो सानो मन्दिर सानो भएर टन्ने नै थियो। मैले अझै पनि क्याप्चर गर्न पाएन। मेरो चाहिँ हल्का क्यामेरा पनि राम्रो नआएको हुनाले क्याप्चर गर्न पाएन। हजुर जान सक्नुहुन्छ, एकदम राम्रो। उहाँ हेर्नु नि, योवाला चाहिँ कति मलाई त रियल यो हेरेर नै मलाई यत्तिको मनबाट नै उहाँ कृष्ण भगवानको भजनहरू आइरहेको थियो। मनमा नै गुनगुनाइरहेको थिएँ मैले चाहिँ। कति राम्रो छ हजुरहरू, एकदम राम्रो छ। यो शुल्क चाहिँ के पनि लाग्दैन, मजाले यहाँ जान सक्नुहुन्छ। निःशुल्क छ, एकदम इन्भाइरोमेन्ट पनि राम्रो। हजुरले त्यहाँ अब यतापट्टि थियो तर हामीले चाहिँ त्यहाँ सुन्न पाएनौँ। यो हजुरको आरतीहरू हेर्न पनि पाइन्छ।